सम्पूर्णमा सेवाहरू नमस्कार। म सरिता राई युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आशा छ यहाँहरू एकदमै आराम कुशल हुनुहुन्छ, म पनि आराम कुशल छु। अहिले चाहिँ हामी कहाँ आएको छौँ भन्दाखेरि एकदमै नयाँ ठाउँमा आएका छौँ। झापाको बुधबारेमा अवस्थित चखेवा रेस्टुरेन्टमा आएका छौँ। अब यहाँ चाहिँ म पहिलोचोटि आएको हो, विशेष काम निमित्तबाट आएको। अनि यता जयपुर पनि हामी दाजु भाउजूकोमा छिरेका थियौँ, अनि त्यही भएर हामीलाई आज यहाँ लिएर आउनुभएको छ। यहाँ मिठो मिठो परिकार खानेछौँ, हजुरहरूलाई पनि देखाउनेछौँ, अनि यो रमाइलो ठाउँ हजुरहरूलाई पनि घुमाउनेछौँ। अब सानीरमा घुम्ने हुन्छ? हुन्छ ल। यता छ नक्कली। स्वागत छ तिमीलाई दिदीको ब्लगमा। नमस्ते। यो ठाउँको बारेमा केही भनिदिन्छौ? राम्रो छ। अब के गर्ने? पिङ खेल्ने डाउ। हेर्नुहोस् न कस्तो राम्रो ठाउँ रहेछ कि। अनि हामी चाहिँ हो ल, यहाँ हेर्नु न कस्तो सानो सानो डोकोहरू नि सानो यी। हेर त कस्तो राम्रो। वा, नक्कली पिङ खेल्दैछ यहाँनिर। के गर गर न गर, हल्लिँदैन। अनि पिङ त हल्लिन्छ त नि। ए त्यो हुन्छ, बिस्तारै गर ल। यहाँ चाहिँ सानीहरू उहाँहरू के गर्दै हुनुहुन्छ? तपाईँ के गर्नुभएको त्यहाँनिर? पौडी खेलेको? ओहो बोलिया त सानी। बाबा टिकटक बनाउनु हुने अरे। साथीहरू हामी चाहिँ यहाँनिर आएको छौँ होइन, कस्तो रमाइलो भइरहेछ। यहाँ चाहिँ सबै भिडियो बनाउने नै बनाउने। कस्तो राम्रो ठाउँ। वा र गफ। हजुर के बुके छ? अब यो बुके कसलाई दिएको? मैले तपाईलाई दिएको। भाउजूलाई पनि मेरो युट्युब च्यानलमा स्वागत छ। भर्खर मात्र हो त खाइवरी अगाइवरी। यता आमा हुनुहुन्छ, भाउजूको आमा, मेरो पनि आमालाई पनि स्वागत छ। हामी चाहिँ यहाँनिर आज भाउजूहरूकोमा आएको थियौँ, अनि चखेवामा आएको। कस्तो डिस्टर्ब भइरहेछ है भाउजू तपाईँलाई यसले? अनि यहाँनिर हेर्न सक्नुहुन्छ आई लभ बुधबारेमा रहेको चखेवामा हामी चाहिँ आएको छौँ। रातिको समय कस्तो रमाइलो। बाहिर त चिसो नि, बाहिर त पुरै चिसो छ। बाहिर चिसो छ रहेछ आमा। त्यही त हामी चाहिँ यहाँनिर चाहिँ यसरी सजावट गर्नुभएको छ। हेर्नुहोस् है ल हजुरहरू, चखेवा कस्तो मजाले मिनी नाङ्लो, अनि अलिक ठुलो अनि ठुलो। टिकटक अनि खोइ त अनि अघि कस्तो लाग्यो सानी? यता हेर, मिठो लाग्यो। ए नक्कली मुया, यता हेर। गुड मर्निङ साथीहरू फ्रम माङसेबुङ। यो हेर्न सक्नुहुन्छ हाम्रो आलुबारी। अनि यता माथि कोमा बसिरहनु भएको छ हाम्रो घरको कोमा। अनि म चाहिँ अहिले माङसेबुङमा छु। यो भिडियो चाहिँ कहाँदेखि यता जोडियो भन्नुहुन्छ भने चाहिँ हजुरहरू ठ्याक्कै के भयो भन्दाखेरि चाहिँ अस्तिको दिनको भिडियोमा आज कन्टिन्यू गरिरहेको छु। किन भन्नुहुन्छ भने नि साथीहरू, अस्तिको दिन हतार गरेर शनिबार उता गइयो क्या जयपुर। अनि त्यहाँनिर मैले कहाँदेखि भिडियो स्टार्ट गरेँ हजुरहरूलाई त थाहा छ, किनभने सुरुदेखि हेरिरहनु भएको छ नि त। अनि त्यही भएर चाहिँ हिजो चाहिँ अनि फेरि बिहान यताउता उठेर खानासाना खाइयो, के गरियो, अनि डाइरेक्ट हामी बिर्तामोड आयौँ क्या। बिर्तामोड यातायात कार्यालयमा ओएमजी यति भिड काम गर्दा दिक्क वाक्क भयो होइन। अनि त्यहाँ भिडियो गर्ने कुरै भएन साथीहरू। अनि फेरि हिजै हामी माङसेबुङ आउनु थियो क्या। अब आज 5 गते सोमबार, आज चाहिँ खिवेकवा याकवा सेवा छ नि त हाम्रो माङसेबुङमा, अनि त्यसको लागि आउनु थियो। अनि त्यहाँदेखि उतै बाटो ढिलो भइगयो। अनि गाडीमा यता आउँदा हामीले बाइक चाहिँ दमक छोडिराखेको थियौँ होइन।
अनि त्यही भएर यातायात कार्यालयमा त्यही अब बिमा थियो अनि त्यस पछाडि कर तिर्नु थियो गाडीको अनि नामजारी गर्न थियो मेरो बाटो अमिरजीकोमा त्यस्तै त्यस्तै के भएर होइन कस्तो भिड कति धेर समय लाग्यो अनि दमक आयो दमक पनि बेलुका बेलुका आइपुग्यो थोरै काम थियो अनि फेरि हुइकेर यता माथि माङ्सेबुङ आयो माङ्सेबुङ आउँदा त 8 साढे 8 कति नै भइसकेको थियो क्या साथीहरू अनि त्यही भएर कस्तो गलेँ अनि एकछिन घरमा गफसफ खानासाना भएर चाहिँ अनि म सुत्दिहालेँ अनि अहिले चाहिँ बिहान उठेर म नुहाइ धुवाइ गरेर फ्रेस भएर अब कार्यक्रममा जानको लागि तयारी अब चाहिँ हल्का यसरी घाम आउँदैछ नि त साथीहरू अनि हल्का आफूले आफूलाई सेकाउँदैछु घाम ताप्दैछु अनि चाहिँ म तयार भएर कार्यक्रममा पनि जान्छु त्यही भएर आजको भिडियो चाहिँ म यतै एन्ड गर्छु त्यस्तो धेरै लामो भिडियो छैन यो मलाई लाग्छ 6-7 मिनटको पनि भिडियो हुन्छ कि हुँदैन भन्ने लागिरहेछ किनभने म व्यस्त भएर मैले भिडियो कन्टिन्यू गर्न सकिरहेको छैन नि त साथीहरू त्यस्तै छ जे जस्तो भए पनि हजुरहरूले यतिन्जेलसम्म हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद भन्छु अनि आज फेरि पनि म अहिले तयार भइसकेर अर्को भिडियो पनि स्टार्ट गरिहाल्छु सरिता राई युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने त्यो चाहिँ अवश्य पनि गर्नुपर्ने हुन्छ माया गर्नुपर्ने हुन्छ हजुरहरूले जति माया गर्नुहुन्छ मलाई त्यति नै भिडियो बनाउने जोस जाँगर पनि चल्नेछ सदैव आराम कुशल रहनुहोला सम्पूर्णको दिन शुभ रहोस् बाई बाई